सबैलाई नमस्कार। आज नयाँ साल र टोपी दिवसको उपलक्ष्यमा हामी पार्टिसिपेट हुँदैछौँ र केही कार्यक्रमहरू रमाइलो किसिमले गर्दैछौँ। यो यहाँहरू सबैलाई टोपी दिवस र नयाँ सालको शुभकामना पनि र हाम्रो यो भिडियो कस्तो हुन्छ, कस्तो किसिमको एक हिसाबले हामीले रमाइलो गर्ने गरी बनाउँदैछौँ, कस्तो हुन्छ तपाईँहरूले पनि हेरेर प्रतिक्रिया दिनु होला। मामा र म यहाँ यो लिस्ट तयार गर्दैछौँ, विभिन्न खालका लिस्टहरू, र हामीसँग पार्टिसिपेटमा हुनुहुन्छ माइजू, कल्पना, हजुरआमा, हजुरबुवाहरू। अब उहाँहरूले के गर्नुहुन्छ भरे हामी यो भिडियोको अन्तिमसम्म हेरिसकेपछि थाहा पाउनेछौँ। त्यसको लागि हामी दुईजना चाहिँ यहाँ बसेर सल्लाह गर्दैछौँ, के गर्दैछौँ, के गर्ने हो भनेर सेटिङ गर्दैछौँ। र हाम्रो पार्टिसिपेन्टहरू को हुनुहुन्छ म त्यो पनि यहाँहरूलाई देखाइहाल्छु। हामी आफै पनि हुन्छौँ यसमा पार्टिसिपेन्ट, प्लस यहाँनिर अब अरू हुनुहुन्छ, यहाँ कल्पना, माइजू हुनुहुन्छ, अनि पर 3 जना हजुरबा, हजुरआमा, बुवा आमा हुनुहुन्छ अलिकति नजिक। अनि रोशनीलाई पनि हामी एकदम विशिष्ट खालको क्वेसन गर्छौँ। खै छ हराइन कि रोशनी? हामीसँग भरि फाल्गुनी, रोशनी, सुप्रिम, सुप्रिया सकेसम्म हामी कभर गर्नेछौँ। अब हामी के भनौँ त? यहाँ छेउछाउ बस्न नपाउने भन्ने नियम छ। यहाँ चाहिँ नजिकै बसेर केही पनि सुन्न नपाइने। दुईवटा भयो नि। त्यसपछि गीत सुनेर चिन्ने भनौँ न, कसले गएको हो चिनेर नाच्ने। ल त्यो पनि गरौँ ल। क्वेसन बनाउँदैछौँ, त्यसको लागि मामाले लेख्नु हुँदैछ। के लेख्नु मामाले? गायककारको। ल साथीहरू, अब हामीले चाहिँ यसरी यो रेडी गरिसकेका छौँ। यहाँबाट चाहिँ अब कसको भागमा के पर्छ यो बनाएको एकदमै सिक्रेटली बनाएको छौँ, र जसको भागमा जे पर्छ त्यही अभिनय गर्ने, एक्टिङ गर्ने या के काम गर्ने हो होइन। त्यो सरप्राइज हुनेछ र त्यो हामीले पुरा गर्ने गरीको हाम्रो योजना तयार भएको छ होइन। तयार अब हामी हो, पक्कै पनि हामी एकदमै तयारी छौँ। अब हामी तयारी छौँ र हामी पनि आफै पनि पार्टिसिपेट हुँदैछौँ। हामीले चाहिँ हामी पनि खेल्छौँ, चिटचोरी जस्तो हुन्छ होला हामीले चाहिँ के बनाउँछौँ भनेर होइन। तर हामी चिट नचोरेरै काम गर्छौँ। ल अब फेरि कन्टिन्यू गरौँ है त। ल यहाँ पार्टिसिपेट एकजना यहाँ एकदम तयारी अवस्थामा हुनुहुन्छ, यता हजुरबा हुनुहुन्छ तयारी अवस्थामा, अनि बुवा पनि अब यहाँ आज यहाँ के लेखेर यहाँ फसाउन लागेका छन्, त्यो फस्नको लागि रेडी हुनुभएको छ। आमा पनि रेडी हुनुभएको छ होइन, गर्नुपर्छ त्यहाँ भेटेको कुरा। पैसा धेरै राम्रो परे त। पैसा राखेको छैन नि, पैसा राखेको भए त हुन्थ्यो नि। यहाँ माइजू पनि रेडी अवस्थामा हुनुहुन्छ, हामी सबैजना गेम खेल्नलाई रेडी अनि मामा पनि रेडी। मेरो बेबी यहाँ हामी गेम खेल्न लाग्छौँ। आऊ सो गोइङ टु बी गेम। यहाँ हाम्रो गाइड साथीहरू, यो चाहिँ हाम्रो अब यहाँ रेडी भएको छ। यहाँ सानो बट्टामा यहाँ चाहिँ विभिन्न कुराहरू हामी लेखेका छौँ। यो जे पर्छ त्यो गर्नको लागि हामी रेडी छौँ। यहाँ हजुरआमा पनि रेडी भइसक्नु भएको छ। जे पर्छ त्यही होइन गर्नलाई रेडी। अब सबैजना हामी रेडी छौँ। ड्युटी पुरा गर्नुपर्छ साथीहरू, अब यो चाहिँ हामीले पिकअप गरेर यहाँ भएको कुरा गर्नको लागि चाहिँ कोबाट सुरु गर्ने भन्दा ज्येष्ठ व्यक्तिबाट, सबैभन्दा ज्येष्ठ जो हुनुहुन्छ उहाँबाट सुरु गर्ने निर्णय भयो र त्यही अनुसार उमेर अनुसारले जाने होइन। साइनु भन्दा पनि उमेरै खेद्ने होइन त फेरि हामीले फेरि। ल अब चाहिँ यहाँ बुवाको बाली भयो, त्यसो भए सबैभन्दा ज्येष्ठबाट बुवा जानुहुनेछ। बुवाको भागमा के पर्छ एउटा जुन भयो भने टिप्नु होला, छानेर टिप्नु होला। अब यता सबैजनालाई देखाउनु पर्छ के छ। बुवाले के पाउनु, यो टिभी निभाउनु पर्छ है क्या हो। यता फर्काउनु पर्यो बुवा, के भयो? यता फर्काउनु पर्यो। काग कसरी कराउँछ सुनाउनुहोस्। बुवाले काग गराउने अभिनय गर्नुपर्ने। बुवाले एकदम दामी गर्नुभएको छ। अब बाली के छ है त? लु अब बाली सेकेन्ड छ। आज नयाँ वर्षमा लट्टीको आशा छ। लट्टीको आशा छ। कस्तो छ अब विचार गरौँ। परमेश्वर लट्टी परो। ए त मामालाई दिनु ल पढ्नलाई। अब के छ पढ्नु पर्ने?
नेपालको पहिलो राष्ट्रपतिको नाम भन्नुहोस्। ल प्रश्न आयो आमालाई नेपालको पहिलो अहिलेको के पहिलो सबभन्दा पहिलो राष्ट्रपति पहिलो राष्ट्रपति हजुर भन्न पाइँदैन अरे आमालाई क्वेसन गाह्रो पर्यो यस्तो हुन्छ नि त यो किनभने बुढेसकाल हो कि अलिकति भन्न आँटेको कुरो त्यसको नि अप्सन छ अप्सनमा जाउँ त अर्को पनि छ नि त अर्को कुरा छ अर्को पाउनु एउटा नीति श्लोक भनिदिनुहोस्। नीति श्लोक भन्न पाइयो उम्, मुक्ति नाम धरी सकिन नगरमा पस्ने बखतमा पनि कस्तारीसित उत्रन कस्तारीसित कष्ट गरी ल्याओ उत्रन जाउँला भने चिन्ता धेर हुँदै दृष्टिरेजीको मनमा त लड्यो गयो सम्झी झट्ट तहाँ जगत जननीको तप गर्न लाग्नु भयो। धेरै राम्रो हो अति सुन्दर हो अति रमाइलो हो। अब यसपछि हजुरबाको पाली आयो पालो घुमेर आइहाल्नु के भन्न आँटेको भन्न अहिले भन्ने बेला नै थाहा थियो अहिलेसम्म अहिले सम्झिँदा आएकै छैन हौ। केही छैन क्या नेक्स्ट अप्सन भएन यो चोटिलाई सक्यो उहाँले केही गर्नै परेन खाली अब हजुरआमाले म त हाँसिए छ कि साह्रो भन्छु तान्छु होइन। हजुरलाई मन परेको एउटा गीत गाएर सुनाउनुहोस्। ल सही आएछ छिटै उहिले अहिले जहिलेको हजुरलाई जुन गीत अथवा भजन केही मनपर्छ आउँछ त्यही सुनाउनु। निलैलाई पानी छायालु पानी छायालु सम्झिँदै रुँदै निलैलाई बस मायालु सम्झिँदै रुँदै निलैलाई बस मायालु। मामाको पाली आयो के भरेछ मा एउटा गीतमा नाच्ने अब गीत लगाइदिनु पर्यो मेरो पालीमा चाहिँ के पर्छ ल ल भान्जाको पाली छ है ल टिप्न लानुभयो ल के पर है परोस् है के खाली चाहिँ धन्न रहेनछ भस्मे डनको अभिनय एकदम गुड के थियो नि यसको अभिनय भस्मेनको स्वर त्यस्तो दाजु अलिकति पैसा छ भने दिनु दाजु भोक लागेर यस्तो खानु दाजु सही छ ए दामी 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 अब अर्कोचोटि प्रिपेयर गर्नु पर्यो है मेरो पाला आए जस्तो छ ल भान्जीको पालो अब यिनको पाली के रहेछ हेरौँ मलाई सजिलो परोस् मेरो खाली परोस् राम्रो परेको खाली त गयो बोली नहुनेले तिर्खा लागे कसरी भन्छन् अभिनय गर्नुहोस् बोली नहुने मान्छेले तिर्खा लागेको कसरी भन्छ त्यहाँ ब्याग नराख ए त्यो त आफै राख्नु कसो भन्नुपर्छ तिर्खा लाग्यो भन्नु पानी खान माग्नु पर्यो यसो साङ्केतिक के छ बोली नहुनेले
राम्रो ए दामी 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 अब सीताको पालो माइतीको पाली मान्छेको बाबा भयो ल मेरो सोचिले परेछ भन्न चाहिँ तर मान्छेको बाबा $5 पुरस्कार पाउनु ल मैले लट्ठी मारे ल हामीले चाहिँ पहिलो राउन्ड होइन पहिलो राउन्डको पहिलो चरणको चाहिँ रमाइलो गरेका छौँ खेल कस्तो लागेको छ कमेन्ट गर्नु होला यहाँ अब सबैभन्दा लक्की अहिलेसम्ममा चाहिँ माइजू हुनुभएको छ माइजूको हातमा $5 आइपुगेको छ भने अर्को लक्की हजुरबा हुनुहुन्छ बाबा छोरी दुईजना एकदमै धेरै लक्की किनभने हजुरबाले केही पनि गर्नु परेन कुनै अभिनय गर्नु परेन बाबुआलाई फेरि लट्ठी गर्ने हो कि देखाउनु यता सबैलाई के पर्छ स्याल गराउने तपाईँलाई स्याल गराउने अघि काग गराउने अहिले स्याल गराउने बुवालाई चाहिँ रमाइलो पर्छ बुवालाई चाहिँ एकदम रमाइलो पर्यो नि फेरि पनि भएको छैन एकदम राम्रो अब आमाको पारी आयो फेरि हाम्रो खेलको नि अर्थ यहाँ चाहिँ पूर्ण भयो क्या यस्तो हो नि त सबै जम्मू पेही आमाको साथमा आइदियो अघि नै ल हजुरलाई के परेछ भने किचनको मान्छेलाई किचनकै परेछ सब्जी पकाउँदा कहिलेकाहीँ आगोले पोल्दा कसो गरिन्छ अभिनय गर्नुहोस् हात डढायो सब्जी पोलो भन्ने अब आगो पाकिरहेको बेलामा हात स्वाटे डढो अथवा केही डढो ताताले हात पोलो भने के गर्नुहुन्छ किचनमा बस्दाखेरि कसैलाई आमा बुवा दाजु बुवा भाइ दिदी बहिनी सबैलाई हात पोलेछ केही भने तुरुन्त चिनी लगाउनु होला छिट्टै निको हुनेछ अनि अभिनय गर्नु अभिनय पनि हजुरले गर्नु तपाईँलाई पोलो के जस्तै पोलो ल डामो कसो गरिन्छ चिनी ल्या चिनी ल्या चिनी ल्याउन चिनी 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 यसबाट के पनि बुझिन्छ भने चिनी पनि औषधि रहेछ लाग्यो नि त ल अब डेडीको टर्न मेरो आएको हजुर मम्मी बस्नु तपाईँको पछाडि साडी लामो पछाडिपट्टि धेरै जस्तो लेखाएको हिउँको डल्ला ल्याउने के रहेछ भन्दाखेरि यो क्वेसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ बाहिर हिउँ परिरहेछ होइन बाहिर खाली खुट्टा गएर हिउँ ल्याएर मुठीमा एक कति 30 सेकेन्डसम्म राख्ने अब हजुरबाको यो काम 30 सेकेन्ड भइहाल्छ चिसोमा जाने तयारी भयो जुत्ता नलाई खाली खुट्टा जान्छ छेउबाट टिप्दा मलाई छाड्छ सिद्ध भयो त्यो टिकेन यो कसरी टेक्नु यो हिउँ एक मुठी मैले ल्याएँ अब खाली हातमा खाली हातमा टाइमिङ कसले हेरिदिन्छ ल टाइमिङ हेर्छु म उता सिङपा फेल्दा नि हुन्थ्यो अरे नि लु आउनु खाली हात रहेछ नि म त कागज अघि साह्रै लकी पर्नु भयो अहिले चिसो भयो। 1 2 अघि साह्रै लकी पर्नु भयो अहिले चाहिँ ठिकै छ 8 हिउँ बोक्न पनि राम्रै कुरा हो 11 12 13 14 15 16 17 18 19 हरिओम तत्सत्तो 20 21 22 23 24 25 26
27 28 29 30 ल सिङ्कमा ल थ्याङ्क यू ए अब मेरो पाली मम्मीको टर्न हजुरको पाली आयो फेरि मेरो चाहिँ के हुने भने म जान्दिनँ जुनले त्यो कहाँ भन्नेमा चाहिँ नि पुग्यो कान समातेर 20 नामले हाँस्ने आयो होइन उहाँ भन्छ होइन गर्नु पर्दैन नि ल रमाइलो हो नि त यो माहौल पाली आयो के आउँदैन नि अब त्यो फुटबल गरेपछि बरु मलाई पर आउँथ्यो बाँदरको जस्तो अभिनय गर्छ बाँदरको जस्तो अभिनय गर्ने टोलीमा कसो गर्छ यो खेलामा चाहिँ धेरै रमाइलोको लागि के छ हेरौँ है त मेरोमा क्यामेरामा केटाकेटी देखाउँ आएन नि त उनीहरू खुसी हुन्छ लास्टै फोन भयो क ख ग एक सासमा भनिसक्ने कदेखि यहाँसम्म कमन होइन कदेखि यहाँसम्म कदेखि ज्ञासम्म एक सासमा भन्ने होइन अब सासमा फेरि भन्न आउँछ त अब क ख ग घ ङ च छ ज ज ज्ञा भएन 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 गुल्चे गुल्चे वान मोर मजाले फेरि क ख ग घ ङ च छ ज य ट ठ ड ण त थ द प त थ द न प फ ब ब म य र ल व ताल वे स अलिगढे ज अलिगढे ह दन्ते स पुगेन अलिकति एउटा पुगेन पुगेन सास फुस्क्यो ट्राई राम्रो छ के छ 15 सेकेन्डमा फ्रिजबाट 1 गिलास पानी भरेर खाइसक्ने खोइ खोइ टाइम टाइम हेर्नुपर्छ कहाँ कुद्न पाइन्छ स्टार्ट स्टार्ट ल जानु 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 ल 1 2 देखाऊ 3 भरि 4 6 7 8 9 10 11 12 13 14 भान्जीले 15 सेकेन्ड लाउनुपर्छ भनेर पर्खेको न मै खाइदिँदै 15 सेकेन्डमा सकिसक्ने 15 सेकेन्ड भित्रमा त सक्ने भनेको नि त नि ए म 15 सेकेन्ड रोकेर बसेको त्यति चाहिन्छ भनेर माइलीको टर्न मान्छे चिन्नुहोस् अरे भनेको ल अब त्यहाँ मोबाइल त्यो मान्छे चिन्नुहोस् र त्यो मान्छेले भने हामीले क्यामेरामा चाहिँ देखाउँदैछौँ उहाँ चाहिँ सुदन गुरुङ हो मलाई लाग्छ जहाँसम्म म अब रङ छु कि राइट छु त्यो थाहा छैन राइट सुदन गुरुङ सुदन गुरुङ एकदम राइट एकदम राइट सुदन गुरुङ हो उहाँले चाहिँ यो जेन्जी आन्दोलनमा चाहिँ ठुलो भूमिका निर्वाह गर्नुभएको छ यो जेन्जी आन्दोलनपछि यो जति पनि मन्त्रीहरू बन्नमा उहाँको ठुलो भूमिका छ र अहिले पनि नयाँ पार्टीहरूलाई चाहिँ उनले एकै ठाउँ हुनुपर्छ भनेर उनको सहकार्यमा चाहिँ एकै ठाउँ हुँदैछन् मिल्दैछन् काम भइरहेछ त्यही भन्न चाहे अब बुवालाई फेरि अब के छ बुवाको राउन्ड चलिसक्यो राउन्डमा तेस्रो लटमा म अहिले अन्तिम राउन्ड यो अन्तिम लटको तेस्रो लटमा चाहिँ फेरि म एउटा के छ पढेर सुनाउने एउटा टुक्का अथवा सिलोक भन्नुहोस् सिलोक भने पनि हुन्छ। टिक्का भन्नुभयो भने हुन्छ सिलोक भन्नु अल्छ्याइ नरहनु भन्नुहुन्छ र बुवाहरूले नामी म गरे एउटा सिलो भन्ने पऱ्यो है ल लाखौँ सम्पत्ति होस् तथापि पुरुषै चाहिन्छ नारीकन
लाखौँ सम्पत्ति होस् तथापि पुरुषै चाहिन्छ नारीकन, त्यस्तै श्री नभए जौन पुरुषको हुँदैन खुसी मन। खुसी लाग्यो, मजा लाग्यो। एकदम राम्रो। बुवालाई अहिले दामी पर्यो। बुद्धको आसनमा 30 सेकेन्ड आसन धारण गरेर बस्ने बुद्ध भगवानको जस्तो सक्नुहुन्छ नि त आरामै हो। त्यही जस्तो गर्नु तल बस्नु क्वालिटी मारेर। यसो पनि छ कि के बुद्ध कसरी बस्नुहुन्छ ठ्याक्कै? बुद्ध जस्तो भएर बस्नु पर्यो एउटा हात मारेर। कान पनि अलि लामो लामो लफ्राक्क झारेर एउटा हातले यसो गरे। यस्तो हुन्छ एउटा हात। एउटा हात यस्तो यस्तो। ए ल 30 सेकेन्डमा सुरु हुन्छ हैन? 1 1 2 2 3 4 5 6 7 8 9 10 11 12 13 23 24 25 26 27 28 29 30। ए धन्यवाद। ए गुड जब। यो जेनेको त। अहिले पनि लामो छ। भाषण गरी भोट माग्नुहोस् कुनै पनि नयाँ आफ्नो पार्टीबाट। ल्यो जा। दामी आउँछ भाषण। नयाँ पार्टी बनाउनु पर्यो आफ्नो नाम अब नयाँ पार्टी धन्यवाद। मलाई चाहिँ नि भोट माग्ने चिठा परेको छ। आफ्नो पार्टीलाई भोट माग्नु पर्ने, आफ्नो मन परेको मानिसलाई मागिदिनु पर्ने। होइन आफै नेता आफैले माग्ने त्यसो हुँदाखेरि आफै पार्टीको नेता भएर आफैले माग्नुपर्ने। एकछिनका लागि नेतै हुनुपर्ने भयो आफूले पनि। हाम्रो कार्यक्रम त्यस्तो भएकाले गर्दा माफ गरिदिनु होला। जसले राम्रो काम गर्छ, जसले चाहिँ नि व्यवस्था राम्रो ल्याउँछ त्यसलाई भोट दिनु होला। हाम्रो मान्छेलाई होइन, राम्रो मान्छेलाई भोट दिनु होला। म पनि राम्रो छुइनँ भने मलाई पनि 0 बनाइदिनु होला, भोट नदिनु होला। यदि खुसी लाग्छ, यसले काम गर्न सक्छ, यसले राम्रो व्यवस्था ल्याउँछ, भावी पिँढीको चाहिँ नि भविष्य उज्जवल गर्छ भन्ने कुरो लाग्छ भने मात्रै भोट दिनु होला मलाई। यति भन्दै 2 शब्दमा टुङ्ग्या। ल 50 अनि 7 अनि 3 र 1 जोड्दा कति हुन्छ 30 सेकेन्डमा भन्नुहोस्। 50 7 अनि 1 र 1 30 सेकेन्डमा भन्नु न। 50 50 र 7 ले कति हो? 7 भनेपछि 50 57 अनि 3 58 टाइमिङ हेर्नुहोस् है। 60 अनि त्यहाँबाट 1 1 61। ये तेस्रो राउन्ड होइन? हजुर। तेस्रो राउन्डको चिट्ठा मैले टिपेँ। गोठाला जाँदा गाई हराउँदा कसरी बोलाउनुहुन्छ? ओइ धेनु आइज धेनु ओइ कहाँ गएछ? आज आउँदैन त, रात परिसक्यो। धेनु ओइ धन्यवाद। अब भान्जाको पालो छ, स्टार्ट छ कि छैन? रेकर्डिङ छ। अब भान्जालाई के पर्यो? मुखले मादल बजाउनु हो। हाँसिरहेमा गाह्रो हुने बोलेरै दिनु नि भएन भने। धन्तुम भयो नि त, त्यसरी पनि हुँदैन। मसरी बजाउँछ न नसकिनु। भान्जीको टर्न। भान्जीको पालो। ल मेरो पालो आयो, म गएँ है।
दुईटा त दुईटा छ दुईटामा एउटा के लेखेछ 1 देखि 9 देखि 1 सम्म उल्टाबाट एक सासमा गर्नुहोस् 9 देखि 1 सम्म एक सासमा 9 भन्ने बेला आउँदैन नि आउँछ यहाँ तुक्छ 9 नेपाली इङ्ग्लिस नेपालीबाट 9 8 7 6 5 4 3 2 1 जहिले गर्नु हो नि अब माइजूको लास्ट टाइम मान्छेको अन्तिम रहेछ ल माइजूको लास्ट जे पर्ला पर्ला जे बल्ल बल्ल त्यही हो लास्ट त्यही हो मेरो टर्न छ नि न अनि सकियो कुकुर कसरी कराउँछ माइजूले खतरा दिनुभयो ल आजको हाम्रो यो नयाँ साल र टोपी दिवसको सबैजना अवसरमा हामीले फन गऱ्यौँ रमाइलो गऱ्यौँ यहाँ जति पनि पार्टिसिपेट हुनुभयो यहाँहरू सबैलाई धन्यवाद अनि ह्याप्पी न्यु इयर केही छ अब यहाँ भन्ने सबैजनालाई सबैलाई सोधिदिनु होला, नयाँ कस्तो वर्षको कस्तो शुभकामना छ अङ्ग्रेजी नयाँ वर्षको सबैजना देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण नेपालीहरूलाई अङ्ग्रेजी नयाँ वर्षको शुभकामना Happy New Year!